पढ्ने भनेको ज्ञान लिने हो हैन। ज्ञान लिने भनेको त्यसमा चाहिँ नि दायाँ बायाँ गर्ने भन्ने ज्ञान लिने भनेको नि आफ्नो विकासले हो मेरो बुझाइमा हैन। जब हामी पढ्ने गर्छौँ त के नै कुरा नयाँ कुरा थाहा हुन्छ हैन। आफूलाई थाहा भएपछि त्यो कुराहरूले बाँड्ने हो, यही पठन संस्कृति हो हैन। अब पढ्ने किन पर्छ भन्ने कुरा त यो होइन कि पढ्न अनिवार्य छ, पढ्नुपर्छ भनेर चाहिँ त्यो ज्ञान लिनुपर्छ हामीले। जस्तो पुस्तक छोएर पुस्तकका पानाहरू पल्टाएर पढ्ने हुन्छ नि, त्यो पढ्दा र मोबाइलमा पढ्दा के फरक छ? तपाईँले त्यो दुइटै प्रयोग गर्नुभएको छ नि त? त्यो मोबाइलमा हेरेको क्षणिक हुन्छ, स्मरण त्यति हुँदैन। तर जब हामीसँग किताब हुन्छ हैन, अनि किताबबाट पढ्छौँ नि हामी लाइन बाई लाइन पढ्नु सजिलो हुन्छ। मोबाइलमा तलमाथि गर्नुपर्ने हुन्छ, त्यो चाहिँ धेरै मेमोरेबल हुँदैन मेरो बुझाइमा। तर किताबमा भयो भने अहिले पढ्यो एकछिनपछि चाहियो भने फेरि लाइन दोहोऱ्याउन सकिन्छ कि त्यहीँबाट पनि। त्यस कारण चाहिँ मोबाइलको ज्ञान भन्दा पुस्तकको ज्ञान उपयोगी चिरस्थायी हुन्छ भन्ने मेरो बुझाइ। पुस्तक छोएर त्यो पाना पल्टाएरहरूमा धेरै फरक छ। अब किताबमै फरक छ। अब किताबमै आनन्द छ नि, किताबको ज्ञान अझ बढी चाहिँ नै लाभदायी फलदायी हुन्छ। अब यो बुटोलको पुरानो महावीर पुस्तकालय अहिले त त्यहाँ पुस्तकहरू करिब 8000 भन्दा बढी पुस्तकहरू रहेछन्। तपाईँ त अध्यक्ष भएर पनि काम गर्नुभयो, अहिले केही मर्मत सम्मारका कामहरू भइरहेछन्। यो पुस्तकालयको नेपालको परिवर्तनमा पठन संस्कृतिको विकासमा कस्तो खालको योगदान छ? 2004 सालमा जबकि तपाईँ भन्दा 2 वर्ष जेठो रहेछ यो पुस्तकालय, तपाईँ 2006 सालमा जन्मिनुभयो, कस्तो योगदान छ छोटोमा भन्दा यो पुस्तकालय? तपाईँले धेरै राम्रो प्रश्न सुन्नुभयो हैन। अब त्यो बेलामा मान्छेमा यो शिक्षाको चेतना सामाजिक यो हाम्रो दायित्वको धेरै पछाडि थियो हैन मान्छेहरू। त्यो बेलामा यहाँको जनतालाई खालि व्यापार मात्रै गर्ने, पैसा मात्रै कमाउने भन्ने उद्देश्य नराखिकन यहाँका साहुमाजुनहरूले अब हामीले पनि केही काम गर्नुपर्छ, आउने पुस्तालाई हामीले केही गरेर देखाउनुपर्छ भन्ने उद्देश्यले, जागरुक गराउने उद्देश्यले हैन, आफ्नो दायित्व बोध गराउने, सामाजिक संस्थामा लाग्नुपर्छ, आफ्नो के योगदान दिनुपर्छ, समाजलाई उन्नति गर्नुपर्छ भन्ने हिसाबले महावीर पुस्तकालय स्थापना भयो हो। त्यो पनि कस्तो परिस्थितिमा भने राणा शासनकालमा शिक्षाको नाम लिने बित्तिकै घोकको ठेक लगाएर पठाउने बेलामा राति 12 बजेपछि आफ्नो व्यापार व्यवसाय गरेर भ्याएपछि सबै गाउँमाझहरू बसेर छलफल गरेर एउटा पुस्तकालय खोल्नुपर्छ, अब यसबाट जनचेतना जगाउनुपर्छ भन्ने उद्देश्यले पुस्तकालय खोल्यो। त्यो पुस्तकालय खोलेपछि खोले बापत यहाँको त्यो संस्थापकले सजाय पनि पायो। ओम शङ्कर श्रेष्ठ र सत्यलाल दुईजना यहाँको संस्थापकहरू मध्येको दुईजनाले भैरवा जेलमा 9 महिनासम्म जेल जीवन पनि गुजार्नु पर्यो। महावीर पुस्तकालय खोल्यो भनेर तत्कालीन शासकले जेल पनि 9 महिना जेल पनि भोगेर आयो। भनेको अहिले हामीले त्यो कल्पना गर्न सक्दैनौँ नि, त्यस्तो त्यो कल्पनै गर्न सक्दैनौँ। अहिले त्यो कल्पना नभएर बाहिर कुनै पुस्तकालय खोलेर 9 महिना जेल चलाउनु भयो। पहिला त्यसै नि उसलाई चाहिँ जेलमा राख्यो, कृष्णलाललाई जेलमा राख्यो, कृष्णलाल मकै पर्वमा जेलमा राख्यो। त्यो पनि किताब लेख्यो भनेर। किताबमा के त्यो एउटा शब्द थियो कुकुर शब्द भन्ने हैन। कुकुरले चाहिँ लेखेको चाहिँ त्यो व्यङ्गाट पर्छ त्यो हैन। एउटा कुकुरले चाहिँ गड्डीमा राख्यो के राख्यो, उसले भन्दा पनि मान्छेलाई भने कुकुरलाई बढी दियो भन्ने हिसाबले चाहिँ उसलाई जेलमा पनि राख्यो। राणकाले अर्कै ठाने नि हामीले कुकुर भन्यो भनेर हैन। त्यो इतिहास अर्कै छ। यो महावीर पुस्तकालय जुन बुटोलमा 2004 सालमा स्थापना भयो, यो चाहिँ 2007 सालमा त राणा शासन अन्त्य भयो भनेपछि प्रजातन्त्र पुनर्स्थापनामा यो पुस्तकालयले पनि केही योगदान गर्यो? एकदम केही होइन, धेरै यो जनचेतना फैलायो नि यसले हैन।
पुस्तकालयको नाम भयो त्यहाँभित्र चाहिँ गतिविधि पनि तिनीहरूले गर्दै गयो कि चेतना जगाउने। अब यो शासन भनेको हाम्रो फलदायी होइन होइन, यसले हामीलाई चाहिँ दास बनायो। अब हामी प्रजातन्त्रको चाहिँ उसमा अभियानमा लाग्नुपर्छ भनेर चेतना जगायो नि उसले। त्यो हिसाबले पनि यो मावली पुस्तकालयको यो धेरै योगदान छ कि।